तपाईहरुको लागि चाहिँ एकदम लाभदायक यो औषधि है। यो बनमारा भनिन्छ, कालीझार भनिन्छ यसको लागि यो। ल है दर्शकबिन, यो चाहिँ तपाईले चिन्नुहुन्छ होला। यो चाहिँ के हो भन्नुहुन्छ भने यो चाहिँ तपाईले चिन्नुभयो होला सायद। यो चाहिँ कालीझार बनमारा भनिन्छ। यो चाहिँ तपाईको आज चाहिँ मैले टिपेर ल्याइरहेको छु मुन्टा। यो चाहिँ त्यही पाइन्छ चाहिँ त्यही भन्दा पनि लेकमा ज्यादा हुन्छ। यो चाहिँ तपाईको मुन्टा चाहिँ टिपेर तपाईले मिक्सीमा पिसेर पानीमा हालेर भिजाएर राख्नुभयो भने चाहिँ तपाईको अल्सर हुनुबाट है, अन्त ग्यास्ट्रिकको प्रब्लम, अन्त साथसाथै तपाईको यसले चाहिँ तपाईको गाउटको पनि यसले एकदमै ठिक गर्दो रहेछ है यो बनमाराले है। अन्त यो बनमारा चाहिँ तपाईले खानुस् है, तपाईले यसरी एकदमै लाभदायक छ यो बनमारा। तपाईले खाएर चाहिँ 15 दिन जस्तो विचार गर्नुहोस् तपाईहरुको है। अन्त ग्यासको प्रब्लम हुने, भित्र अल्सरहरू छ भने र भुँडी पोल्ने सम्बन्धी बिमारहरू छ भने यसले चाहिँ चट्टै निको गर्दो रहेछ है। ल गाइस, तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ बनमारा हो। अब यो चाहिँ म मिक्सीमा पिसेर चाहिँ ठक्कै राखिदिने छु। यहाँ मेरो मिसेसले चाहिँ खानुहुन्छ कि, अन्त अब चाहिँ म यसलाई मिक्सीमा ग्राइन्ड गरेर चाहिँ मजाले खाने बनाउँछु है। यो चाहिँ यसरी तपाईले है मिक्सीमा मजाले यसलाई चाहिँ यसरी धोएर तपाईले ग्राइन्डर गरेर चाहिँ मजाले है, अन्त तपाईले फ्रिजमा अथवा जगतिर तपाईले राखेर बिहान बेलुका खाली पेटमा चाहिँ तपाईले सेवन गर्नुहोस्। तपाईले 1 महिना जस्तो चाहिँ या अथवा 15 दिन चाहिँ तपाईले खाएर टेस्ट गर्नुहोस् है। तपाईहरुको भुँडी पोल्ने समस्या, तपाईहरुको हात खुट्टाको ग्यास्ट्रिक अल्सरको पनि यसले यो कालीझारले चाहिँ एकदमै बनमाराले चाहिँ तपाईहरुको शरीरलाई चाहिँ एकदम स्वास्थ्य गर्ने रहेछ है। किनभने तपाईले ट्राई गर्नुहोस् है। यो चाहिँ यसो गर्नुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। बिहान बिहान खानुहोस्, तपाईहरुको एकदम शरीरलाई चाहिँ लाभदायक चिज चाहिँ हुँदो रहेछ है यो बनमारा भन्ने चाहिँ, कालीझार भन्ने चाहिँ है। तपाईले यसो गर्न सक्नुहुन्छ। तपाईहरुलाई स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ। तपाईले यसरी गरेर चाहिँ तपाईले बिहान बिहान खाली पेटमा उठेर चाहिँ यसरी यो कालीझारलाई खानुहोस्। तपाईको स्वास्थ्य चाहिँ एकदम राम्रो हुन्छ। तपाईले 15 दिन, महिना दिन तपाईले ट्राई गर्नुहोस्। एकदम तपाईहरुको शरीर चाहिँ फिट, भुँडी पोल्नु, ग्यास्ट्रिक, तपाईहरुको अल्सर, त्यहाँबाट हात खुट्टा जोइन्टहरु दुख्ने है, तपाईको गाउटहरु भन्ने चाहिँ यसले जाती हुन्छ है। यसरी बनाउनु पर्छ, यस्तो गरेर कालीझार चाहिँ यस्तो गरेर अब यसलाई पानीमा फिर्दै खायो भने दबाई हुन्छ है। कालीझारको चाहिँ यस्तो हुन्छ है। तपाईहरुले पनि यो एकदम सेवन गर्नुहोस्। एकदम लाभदायक, ग्यास्ट्रिक, भुँडी पोल्नु, गाउटको र तपाईहरुको भुँडी पोल्नुदेखि लिएर इत्यादि तपाईहरुलाई एकदम राम्रो दबाई है कालीझार। ल गाइस, 1 हप्ता चाहिँ यसरी फ्रिजमा राखेर पानीमा फिटेर खानुहोस्। एकदम स्वास्थ्यलाई राम्रो हुनेछ है।